सो हामी सेट भनेको के त्यो पढ्यौँ। सेट भनेको एउटा वेल डिफाइन अफ अ कलेक्सन अफ अब्जेक्ट भयो। त्यसमध्ये हामीले इक्जाम्पलहरू हेऱ्यौँ। 4 कन्ट्रीहरू हुन्छ। सेट अफ द स्क्वायर नम्बर भनेको 1 4 6 8 स्क्वायर नम्बर भनेको 1 4 9 अनि स्ट्रिङ अरूहरू चाहिँ स्क्वायर नम्बरहरू हुन्छन्। 1 4 स्ट्रिङ र अन्य अरू स्क्वायर नम्बर हो। त्यसै गरी भवेल अल्फाबेटिक वर्ड भनेको ए ई आई ओ यु हो। र हामीले चाहिँ विशेष गरी सेटको इम्पोर्टेन्स फर्म्स एन्ड कन्डिसनहरू हुन्छन् होइन। फाइनाइट सेट टाइप्स अफ सेट हुन्छ। पहिला सेट टाइप्स अफ सेटमा चाहिँ के हुन्छ, एउटा इम्प्लिटी सेट भन्ने हुन्छ जुन चाहिँ हामीले यस्तो गरेर लेखिन्छ। इम्प्लिटी सेट भनेको मतलब त्यहाँभित्र केही पनि नभएको खाली, यसलाई नल पनि भनिन्छ। र 2 नम्बरमा फाइनाइट सेट। फाइनाइट सेट भनेको पनि कुनै पनि काउन्टेबल नम्बर अथवा एलिमेन्टहरू छ भने त्यसलाई चाहिँ फाइनाइट सेट भन्छ। इक्जाम्पलको लागि ए इक्वल्स टु 2 4 6 8 चाहिँ यो किनहरू फाइनाइट सेट यिनीहरूको ह्याभिङ फाइनाइट एलिमेन्टहरू हुन्छन्। इक्जाम्पलको लागि बीमा मानौँ एक्स such that x is a month of the year। एक्स चाहिँ के हो, मन्थ हो। कुन चाहिँ मन्थहरू हुन् वर्षको मन्थहरू इक्जाम है। इन्फाइनाइट सेट भनेको हामीले पत्ता लगाउन नसकिने, जस्तै कि ज्ञान नेचुरल नम्बर 1 2 3 1 2 3 डट समथिङ, यो भन्छ इन्फाइनाइट, हामीले पत्ता लगाउन नसकिने सेट। यसलाई चाहिँ हामीले इन्फाइनाइट सेट भनिन्छ। र अर्को सिङ्गलटन सेट भनेको हाम्रो एउटा मात्रै एलिमेन्ट भएकोलाई हामीले सिङ्गलटन सेट भनिन्छ। ह्याभिङ ओन्ली वान एलिमेन्ट सेटभित्र एउटा मात्रै एलिमेन्ट भएकोलाई हामीले सिङ्गलटन सेट भनिन्छ। इक्जाम्पल भयो, सगरमाथा is the world largest mountain in the world। सगरमाथा is the world highest mountain, is the highest mountain in the वर्ल्ड। सगरमाथा संसारकै एउटा मात्रै माउन्टेन जुन चाहिँ हाइएस्ट छ, त्यसलाई चाहिँ हामीले सिङ्गलटन सेट भन्छ। अथवा कुनै पनि एउटा ग्यालेक्सीमा लिभिङ लाइफ छ भन्नु पर्यो भने मिल्की वे ग्यालेक्सीमा अर्थ इज द लिभिङ प्लानेट भनेर पनि गर्न मिल्छ। अनि अर्को भनेको युनिभर्सल सेट हुन्छ। युनिभर्सल सेट भनेको हाम्रो जुनसुकै ठाउँमा छौ, जुनसुकै कन्ट्रीमा जाऊ, तिम्रो नेपालमा होस् या इन्डियामा होस् या विदेशी तरै भएर जहाँसुकै होस्, तिम्रो युनिभर्समा डिक्लेयर भइसकेको, त्यसलाई चाहिँ हामीले युनिभर्सल सेट भनिन्छ। इक्जाम्पलको लागि इङ्ग्लिस वर्ड
लेटर अथवा इङ्ग्लिस अल्फाबेट बेट। अब हामी छिर्नेछौँ सेट अपरेसनमा। सेट अपरेसन भनेको के हो? सेट अब हामीले यति मात्रै गरेर भएन, अब हामीले यसलाई अपरेट गर्न सक्नु पर्यो। नम्बर वानमा पर्छ युनियन ए युनियन बी। ए युनियन बी युनियन हो हामीले जुन चाहिँ यो देखायौँ न ए र बीको बिचमा यो यु, यसलाई नै हामीले युनियन भनिन्छ। युनियन भनेको के भन्दा कम्बो अफ एलिमेन्ट, combines all elements। इक्जाम्पलको लागि ए इज इक्वल्स टु 1 2 र बी इज इक्वल्स टु 2 3। ए युनियन बी को भन्नुको मतलब ए 2 3। यसमा ए पनि पर्यो र बीमा पनि पर्नु पर्यो। एमा 1 2 पर्छ 1 2, बीमा 2 3, बीमा 2 3 पर्छ। यसलाई नै हामीले के भन्छ युनियन कम्बो हैन युनियन भनिन्छ कम्बाइनेसन अफ अल एलिमेन्ट। र दोस्रो नम्बरमा पर्छ इन्टरसेक्सन। इन्टरसेक्सन भनेको ए इन्टरसेक्सन बी। यो अघि यु चाहिँ माथि हुँदाखेरि चाहिँ युनियन भनिएको भने अब यु चाहिँ यान भयो। यसलाई चाहिँ हामीले उल्टा एम अथवा कतिपय ठाउँमा यान पनि भनिन्छ। यसलाई इन्टरसेक्सन नर्मल्ली भनिन्छ। इन्टरसेक्सन ए र यान बीको बिचमा इन्टरसेक्सन भन्नुको अर्थ ए र बीमा भएको कमन इलिमेन्टलाई मात्र लेखिन्छ। जस्तै 2 3 4 5 र बीमा 2 3 6। ए इन्टरसेक्सन बी अब हामीले कमन इलिमेन्ट ए र बीमा रहेको कमन इलिमेन्ट के हुन्? 1 छ 1 एमा छ बीमा छैन, 2 छ 2 एमा छ बीमा पनि छ भनेपछि यो पर्यो। अनि 4 छ बीमा छ छैन, 5 छ बीमा छैन भनेदेखि हाम्रो ए इन्टरसेक्सन बी भनेको चाहिँ 2 मात्रै पर्यो। डिफ्रेन्सिएसन ए युनियन बी। डिफ्रेन्सिएसन भनेको चाहिँ घटाउने होइन, यसलाई चाहिँ डिफ्रेन्सिएस भन्छ। कतिपय ठाउँमा यसलाई डिफ्रेन्सिएसन भन्छ, कतिपय ठाउँमा सबट्र्याक्ट पनि भन्छ। यसको भन्नुको मतलब ए माइनस बी। इक्जाम्पलको लागि 3 छ र बीमा चाहिँ मानौँ 2 छ। अब ए डिफ्रेन्स बी भन्नुको अर्थ एमा पर्ने र एमा र बीमा एमा पर्ने बीमा नपर्ने जति हटाइदिने भनेको अर्थ एमा के पर्छ 1 2 पर्छ 2 पर्दैन किनभने 2 बीमा पर्यो। यसको अर्थ के भन्दा 2 ए र बीमा पर्ने बीमा जुनसुकै एलिमेन्ट भएर उसका उस्तै एमा पनि छ भने त्यसलाई हटाइदिने भनेपछि 3। डिफ्रेन्सको मतलब यही हो। र अर्को छ युनिभर्सल सेट। हामीले जुन चाहिँ यु भनेर गरिन्छ, यु भनेको युनिभर्सल सेट मतलब हामीले कुनै पनि 1
3 4 5 युनिभर्सल सेट भनेको अल इलिमेन्टहरू पर्नेलाई चाहिँ हामीले युनिभर्सल सेट भनिन्छ। इक्जाम्पललाई ए भनेको 1 2 3 हो र बी भनेको 3 4 5 सबै यो के पर्छ बी भनेको 3 यो सबै हो यसमा पर्छ भनेको के इक्जाम्पलको लागि यसको गरौँ डायग्रामै गरौँ ए बी हो यो सिम्बल दिएको छ नि यो यु युनिभर्सल सेटै हो। अब हामीले ए र बीमा पढ्ने के छ 3 अनि एमा पढेको के छ 1 2 बीमा 4 5 यो ए र बी मा पढ्ने सम्पूर्ण एलिमेन्टहरू युनिभर्सल सेट हुन्।